नमस्कार, म नूतन बस्नेत। आजको कार्यक्रममा हामी एक विशेष रिपोर्ट प्रस्तुत गर्नेछौँ तपाईहरुको माझमा। आज हामी विशेष रिपोर्ट अन्तर्गत आज हामी हाल नेपाल सरकारमा कार्यरत प्रधानमन्त्रीको सुरक्षा कसरी हुन्छ त, सुरक्षाका लागि कति कर्मचारी खटिन्छन् त, सुरक्षाका लागि कति नेपाल प्रहरी खटिन्छन्, कति सशस्त्र प्रहरी खटिन्छन्, अन्य सबै जम्मा कति कर्मचारीहरू खटिन्छन् त प्रधानमन्त्रीको सुरक्षाको लागि। यो विषयमा हामी तपाईलाई प्रश्न पार्नेछौँ। त्यसैगरी अर्को जानकारी, प्रधानमन्त्रीको नजिकै रहने दुईजना व्यक्तिले बोकेको त्यो कालो ब्रिफकेस भित्र के हुन्छ त, यो विषयमा पनि हामी प्रश्न पार्नेछौँ तपाईहरूलाई। त्यसैगरी प्रधानमन्त्रीको सुरक्षाका लागि कस्ता तालिम प्राप्त कमान्डोहरू खटिन्छन्, त्यसैगरी हामी यो विषयमा पनि प्रश्न पार्नेछौँ कि प्रधानमन्त्रीको सुरक्षाको लागि जम्मा 200 बढी कर्मचारीहरू किन खटिन्छन् त, सँगै तालिम प्राप्त कुकुर पनि प्रयोग गरिन्छ प्रधानमन्त्रीको सुरक्षाको लागि। यो सबै जानकारीको लागि यो विशेष रिपोर्ट तपाईको लागि। नेपालको संविधान अनुसार मुलुकको कार्यकारी भूमिका प्रधानमन्त्रीमा निहित छ। उनीभन्दा माथि राष्ट्रपति र उपराष्ट्रपतिको वरियता रहे पनि संविधानले प्रधानमन्त्रीलाई कार्यकारी प्रमुख बनाएकाले सिङ्गो देशको ध्यान प्रधानमन्त्रीमा केन्द्रित रहन्छ र उनको सुरक्षाका लागि सुरक्षा निकायले विशेष सावधानी अपनाएको हुन्छ। विशेष गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको भवन, सिंहदरबारको प्रधानमन्त्री कार्यालय र उनी जहाँ जहाँ जान्छन् ती स्थानको सुरक्षाको सूक्ष्म निगरानी तथा व्यवस्थापन गरिएको हुन्छ। गृह मन्त्रालयले जारी गरेको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि 2077 संशोधित अनुसार प्रधानमन्त्रीको सुरक्षामा सेनाका 175 जना, सशस्त्र प्रहरीका 28, नेपाल प्रहरीका 82 र राष्ट्रिय अनुसन्धानका 10 जना रहेका हुन्छन्। तर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी हाल प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीका 18 र सशस्त्रका 17 जना थप गरिएको छ। अर्थात् नेपाल प्रहरीका डीएसपी को कमान्डमा 100 जना र सशस्त्र प्रहरीका डीएसपी को कमान्डमा 45 जना खटिएका छन्। डीएसपी को नेतृत्वमा 2 जना इन्स्पेक्टर, अन्य जुनियर अधिकृत सहित 100 जना प्रहरीको टोली खटिएको हुन्छ। यस्तै नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा 100 भन्दा बढी संख्यामा सैनिक अधिकृत, जुनियर अधिकृत तथा जवानहरू प्रधानमन्त्रीको सुरक्षामा तैनात रहेका हुन्छन्। प्रधानमन्त्रीको अंगरक्षकको मुख्य जिम्मेवारी नै नेपाली सेनाका उच्च अधिकृत प्रमुख सेनानीलाई दिइएको हुन्छ। अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयले प्रधानमन्त्रीको सुरक्षा सम्बन्धी नेतृत्व गर्दछ। प्रधानमन्त्रीको सुरक्षामा क्लोज रिङ भित्र सेनाकै टोली खटिएको हुन्छ। प्रधानमन्त्रीको सुरक्षामा तैनात सैनिकसँग अत्याधुनिक हतियारहरू हुने गर्दछ र प्रधानमन्त्री फिल्डमा निस्किएका बेला नेपाली सेनाको विशेष तालिम प्राप्त कमान्डो फोर्स साथमै रहन्छ। राज्यका सबै खाले सुरक्षा निकायका अधिकारीहरू प्रधानमन्त्रीको सुरक्षामा 24 घण्टा रहन्छन्। जम्मा जम्मी 300 को हाराहारीमा प्रधानमन्त्रीको सुरक्षामा जनशक्ति प्रयोग भइरहेको हुन्छ। तर यो सबै जनशक्ति प्रधानमन्त्री जता गए उतै लस्कर लागेर जाने होइन। सुरक्षा आवश्यकता अनुसार प्रधानमन्त्री निवास बालुवाटार, प्रधानमन्त्री कार्यालय र फिल्डमा खटिएका हुन्छन्। यसका साथै प्रधानमन्त्रीको सुरक्षाको मुख्य जिम्मेवारी कुकुरको पनि हो। जहाँ जहाँ प्रधानमन्त्री जान्छन्, प्रधानमन्त्री पुग्नु अगावै प्रहरीले तालिम प्राप्त कुकुर लगेर डुलाउँछ, ताकि त्यस्तो कुनै शंकास्पद वस्तु वा हतियार रहेको भए थाहा होस्। यसका अलावा प्रधानमन्त्री जुन एरिया जान्छन् त्यस इलाका र रुटमा पर्ने सुरक्षा युनिट पनि पूर्ण रूपमा सक्रिय रहेका हुन्छन्। जहाँ जहाँ प्रधानमन्त्री जान्छन् त्यहाँ त्यहाँ सुरक्षाकर्मीहरू निकै चनाखो भएर खटिएका हुन्छन्। उनीहरूको दौडधुप हुन्छ। उनीहरूको आँखा कहिल्यै एकतिर मात्रै केन्द्रित हुँदैन। उनीहरू चारै दिशा नियालिरहेका हुन्छन्। कालो चस्मा लगाउँछन् र कालो चस्माबाट उनीहरू वरपरका सूक्ष्म दृश्यहरू पनि नियालेर बस्छन्। भिडमा भएका मानिसहरू के गरिरहेका छन्, उनीहरू कुनै शंकास्पद गतिविधि गरिरहेका छन्, यसतर्फ पनि उनीहरू सूक्ष्म अध्ययन गरिरहेका हुन्छन्। अनि यो कालो रङको ब्रिफकेस, तपाईले जहाँ जहाँ प्रधानमन्त्री पुगेका हुन्छन् त्यहाँ त्यहाँ सेक्युरिटी फोर्सका एकजना व्यक्ति कालो रङको ब्रिफकेस बोकेर उभिएको याद गर्नु भएकै होला। यो झोलामा के होला, धेरैको जिज्ञासा रहन्छ। यस ब्रिफकेसमा के छ भन्ने बारे मानिसहरूको फरक राय छ। तर हाम्रो देशको प्रधानमन्त्रीको साथमा हुने कालो ब्रिफकेस चाहिँ सुरक्षात्मक बुलेट प्रुफ ढाल हो। यसले आपतकालीन अवस्थामा तत्काल र अस्थायी सुरक्षा प्रदान गर्दछ। यो परमाणु
ब्रिफकेस कवच जस्तो देखिन्छ र सुरक्षा पर्खाल जस्तै खुल्छ। कसैले ज्यान मार्ने उद्देश्यले गोली चलाएमा आपतकालीन रूपमा प्रधानमन्त्रीको सुरक्षाका लागि यसलाई ढालको रूपमा प्रयोग गरिन्छ। यसभित्र एक थान अत्याधुनिक पिस्तोल पनि हुन्छ जुन सुरक्षा उद्देश्यका लागि प्रयोग गरिन्छ। यसको वजन 5 किलो भन्दा बढी हुन्छ जसलाई सुरक्षाकर्मीले लामो समय एउटै हातमा समेत बोकिरहन सक्दैनन्। अब प्रधानमन्त्रीको सडक यात्रा अर्थात् कारगेटको कुरा गरौँ। व्यस्त सडकका बीच प्रधानमन्त्रीको सवारी सुरक्षित चलाउनु चुनौतीपूर्ण नै मानिन्छ। प्रधानमन्त्रीको कारगेटभित्र प्रधानमन्त्री सवार गाडी सहित कम्तीमा 8 वटा सवारी साधनहरू हुन्छन्। प्रधानमन्त्रीको सवारीमा सबैभन्दा पहिले प्रहरीको भ्यान हुन्छ जसले रुट क्लियर गर्दछ। त्यसपछि मोटरसाइकलले स्कटिङ गरेको हुन्छ। मोटरसाइकल पछि पनि नेपाल प्रहरीकै गाडी रहन्छ जहाँ नेपाल प्रहरीबाट प्रधानमन्त्रीको सुरक्षार्थ खटिएका डीएसपी नेतृत्वका टोली रहन्छन् र प्रधानमन्त्रीको गाडीको ठिक अगाडि पछाडि नेपाली सेनाको कमान्डो फोर्स रहेको 2 वटा स्कर्पियोहरू रहन्छन् जसले प्रधानमन्त्री सवार गाडीको दायाँ र बायाँको क्षेत्र पनि कभर गर्दछ। प्रधानमन्त्रीको भित्री सुरक्षा नै सेनाका 2 गाडीमा रहेका कमान्डोहरूले गर्दछन्। त्यसपछि सशस्त्र प्रहरी बलको एउटा भ्यान रहन्छ भने बाँकी अरू सुरक्षाकर्मीहरू रहेको 2 वटा स्कर्पियोहरू रहेका हुन्छन्। त्यसमध्ये एउटा खाली जस्तै हुन्छ। सवारीका क्रममा कथम कदाचित प्रधानमन्त्रीको गाडी बिग्रिएमा कुनै सङ्कट आइपरेमा आपतकालीन उद्धारका लागि उक्त गाडी प्रयोग गर्ने गरिन्छ र अन्तिममा पुनः नेपाल प्रहरीको भ्यानले स्कटिङको कभर अप गर्दछ। सडक सवारीमा रहिरहँदा होस् या कुनै औपचारिक अनौपचारिक कार्यक्रममा फिल्डमा रहँदा प्रधानमन्त्रीको सुरक्षामा खटिएका यी सैनिक सुरक्षाकर्मीहरू वायरलेस वाकीटकी तथा फोन मार्फत सूचना आदान प्रदान गरिरहेका हुन्छन् जसले प्रधानमन्त्रीको सवारी आवश्यक सूचनाहरू आदान प्रदान गरिरहेका हुन्छन्। प्रधानमन्त्री लगायत VVIP को सवारी निकै तेज गतिमा कुदाइन्छ। सामान्य नागरिकलाई लागिरहेको हुन्छ उनीहरूको व्यस्तताका कारण यी गाडीहरू तेज गतिमा कुदाइएको छ। सुरक्षा निकायका अधिकारीहरूका अनुसार उनीहरूको व्यस्तता पनि हुन्छ तर सवारीलाई तीव्र गतिमा कुदाइनु VVIP सेक्युरिटी प्रोटोकल भित्रको कुरा हो। फिल्ड भनेको VVI को सुरक्षाका दृष्टिकोणले निकै जोखिमयुक्त हो। जति लामो समय VVIP फिल्डमा रहन्छन् सुरक्षा निकायलाई त्यति नै च्यालेन्ज भइरहेको हुन्छ। त्यसकारण पनि उनीहरू सवारीलाई छिटो गन्तव्यमा पुर्याउन आतुर हुन्छन्। झट्ट हेर्दा यो रवाफिलो सवारी र यात्रा बडो चाखलाग्दो छ। भन्नै पर्दा यही शानको सुविधा अनुभव गर्न पनि धेरैले राजनीति गरिरहेका हुन्छन् तर सबैको भाग्यमा यस्तो श्री कहाँ लेखिएको हुन्छ र। तथापि प्रधानमन्त्री यस्तै सुविधाहरूको मात्रै भुलभुलैयामा पर्नु हुँदैन, आफ्नो कर्तव्य र जिम्मेवारी पनि अनुभूत गर्नुपर्दछ। राज्यले यसरी गरिरहेको लगानीलाई मिनेट पनि खेर जान नदिई कर्तव्य पूरा गर्नुपर्दछ।